सिस्टम डिजाइनमा इभेन्ट ड्रिभन आर्किटेक्चर भनेको के हो? एउटा इक्जाम्पलबाट बुझौँ। हामी नर्मल एउटा युजरको रेजिस्टर फ्लो बुझिरहेछौँ। युजरले एउटा एपमा रेजिस्टर गर्न खोजिरहेछ अनि त्यसको युजरको रिक्वेस्ट ह्यान्डल गर्नको लागि हामीसँग एउटा युजर रेजिस्टर भन्ने फङ्सन छ, जसले चाहिँ नर्मल केसमा मान्छेले के गर्छन् भन्दाखेरि यो युजर रेजिस्टर भन्ने कन्ट्रोलर अथवा फङ्सनमा के गर्छन् भन्दाखेरि यो फङ्सनभित्रै पहिला त युजरको डिटेल्स फेच गर्छन् रिक्वेस्ट कोड रिक्वेस्ट डट बडीबाट अनि डाटाबेसमा सेभ गर्छन्। अनि यो रेजिस्टर युजर कन्ट्रोलरभित्रै इमेल सेन्ड गरिदिन्छन् क्या, सेन्ड मेल भनेर इमेल सेन्ड गरिदिन्छन्। अनि वाट इफ यो इमेल सर्भिस डाउन छ भने त्यो युजरले रेजिस्टर गर्ने टाइममा इमेल सर्भिस डाउन छ भने के भयो? यो युजरको रेजिस्टर फ्लो नै करप्ट भयो नि त, रुक्यो नि त। यसको सल्युसन के हो? यसको सल्युसन भनेको इभेन्ट ड्रिभन आर्किटेक्चर युज गर्नु हो। फर इक्जाम्पल, युजरले रेजिस्टर गर्यो अनि रेजिस्टर कन्ट्रोलरमा हामी डाइरेक्टली मेल सेन्ड गर्दैनौँ। हामी युजरलाई डाटाबेसमा सेभ गर्छौँ अनि एउटा युजर डट रेजिस्टर भन्ने इभेन्ट फायर गर्छौँ। यो इभेन्ट के हो भन्दाखेरि जस्ट हामीले ब्रोडकास्ट गरेको क्या, युजर रेजिस्टर गरौँ है भनेर भनेको हो। अब हामीले इभेन्ट त फायर गऱ्यौँ नि त, युजर डट रेजिस्टर भन्ने इभेन्ट फायर गऱ्यौँ। अब त इभेन्ट कसले लिसन गरिरहेछ? एउटा इमेल सर्भिस हुन्छ जसले चाहिँ यो युजर डट रेजिस्टर भन्ने इभेन्ट कन्टिन्युसली लिसन गरिरहेको हुन्छ। इमेल सर्भिसले लिसन कसरी गर्छ? इमेल सर्भिस भनेको पनि एउटा ब्याकएन्ड सर्भिसै हो होइन, माइक्रो सर्भिसै भनौँ काइन्ड अफ भन्दा हुन्छ, जसले चाहिँ युजर डट रेजिस्टर इभेन्ट पक्र्छ, क्याच गर्छ अनि त्यो इमेललाई चाहिँ इमेल क्यूमा सेन्ड गरिदिन्छ। त्यो इमेललाई एउटा क्यू छ, यो इभेन्ट यो भनेको हाम्रो स्पेसिफिक युजरको जब भयो, जब भनेको इमेल जब भयो, सेन्ड गरिदियो होइन। इमेल सर्भिसले यहाँ त्यसको युजरको मेललाई सेन्ड गरिदियो। अब हामीसँग मल्टिपल वर्कर्सहरू हुन्छ, त्यो वर्कर्सले एउटा ब्याकएन्ड एपमा त एकजनाले मात्रै रेजिस्टर गर्दैन नि त। युजर 1को इमेल भयो, युजर 2, युजर 3, युजर 4, युजर 5, युजर 6, युजर 7को इमेल भयो। वर्करले चाहिँ एउटा यो वर्करले यो इमेललाई तानो, यो वर्करले यो इमेललाई तानो, यो वर्करले यो इमेललाई तानो अनि हरेक वर्कर भनेको एउटा फङ्सनै हो। यो फङ्सन सब सेम फङ्सन हो, जसले चाहिँ इमेल लिन्छ अनि इमेल सेन्ड गरिदिन्छ। यो वर्करले पनि इमेल सेन्ड गर्यो, इमेल सेन्ड गर्यो, इमेल सेन्ड गरिदियो। अब यो केसमा वाट इफ इमेल सर्भिस करप्ट भयो, इमेल सर्भिस डाउन छ भने वर्करले ट्राई गर्यो, इमेल सेन्ड गर्न सकेन भने यसले रिट्राई गर्छ क्या, 2-3 टाइम्स रिट्राई गर्छ। यहाँ चाहिँ फेल्स, इमेल सेन्ड इमेल भयो होइन, फेल भयो भने रिट्राइज 3x विथ ब्याकअप। ट्राई गर्छ क्या, 3-4चोटि रिट्राई गर्छ अनि जबसम्म हुँदैन रिट्राई गर्छ क्या। हामीले लिमिट सेट गर्न मिल्छ, 3-4 टाइम्स रिट्राई गर्न मिल्छ, 10-20 सेकेन्डको चाहिँ रिट्राई गर्न मिल्छ। अनि कन्टिन्युसली गर्दाखेरि पनि भएन भने अझै एउटा क्यू हुन्छ, डेड लेटर क्यू भन्छ, त्यो क्यूमा हालिदिन्छ। त्यो चाहिँ नेक्स्ट भिडियोको टपिक हो। यसले चाहिँ के सल्भ गर्यो भन्दाखेरि अब हामीले फ्युचरमा इमेल मात्रै होइन एसएमएस सर्भिस पनि चाहियो भने एसएमएस पनि पठाउनु पऱ्यो भने हामी जस्ट यो युजर इमेल सर्भिसको कोड कपी गर्छौँ, पेस्ट हान्छौँ अनि एसएमएस सर्भिसलाई युजर डट रेजिस्टरसँग लिसन गर्ने मात्रै भन्ने चाहिँ अरू सबै सिमिलर हुन्छ। यो चाहिँ एउटा डिकपल आर्किटेक्चर हो, सिम्पल।